हेलो गाइज, वेलकम ब्याक। स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो ब्लगमा आफ्टर लङ टाइम। जहिले पनि आफ्टर लङ टाइम नै हुन्छ, किनभने भ्लगिङ गर्नलाई अलिकति छिट्टै नै इनर्जी चाहिन्छ, तर त्यो इनर्जी मसँग छैन भनौँ न। बल्ल बल्ल महिनामा एकचोटि दुईचोटि त्यसरी इनर्जी जुगाड गर्नुपर्ने हुन्छ। केही छैन, त्यही पनि हजुरहरूको लागि हुन्छ नि। रेडबुल खाएर भयो भने इनर्जी निकालेर हजुरहरूको लागि भिडियो बनाइरहेको छु। हजुरहरूको लागि नै भनेर, हुन त आफ्नो लागि पनि हो, अब के भन्ने होइन। सो आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। आई होप यु गाइज आर डुइङ भेरी वेल। म चाहिँ अहिले अब कहाँ छु भन्दाखेरि आज बिदा थियो, अनि यत्तिकै घर बाहिरतिर यसो खोलाको किनारतिर घुम्दै हिँडेर हो। यत्तिकै के छ थाहा थिएन मलाई यो बाटोमा। यहाँ यसो फार्महरू रहेछ, जस राम्रो छ। यहाँ लसुन प्याजहरू उमारेको छ, केरौ तोरी सोरी इधर उधर। यिनीहरूको यसरी भिडियो गर्नु त हुँदैन होइन, आफ्नै पारामा चिल मजाले खनिरहेछ यहाँनिर। सो सर्वप्रथम त अब सबैजनालाई होइन यो भिडियो मार्फत म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ नयाँ वर्ष नेपाली नयाँ वर्ष 2082 सालको सबैजनालाई हार्दिक शुभकामना। मेरो परिवार, दाजुभाइ, दिदीबहिनी, बुवा आमा, अङ्कल आन्टी, फुपू फुपाजू, स्कुलको साथीहरू, कलेजको साथीहरू, जापान आएर बनेका साथीहरू, अनि र मलाई मिलन भनेर चिन्ने र माया गर्ने सबैजनालाई नयाँ वर्षको शुभकामना दिन्छु, ढिला भए पनि। अनि अब यस्तै छ जापानको बिजी लाइफ। अनि अब हप्ताको 6 दिन काम हुन्छ, 1 दिन मात्रै बिदा। अब त्यो 1 दिन बिदामा अब हुन्छ नि रेस्ट गर्नुपर्ने। रेस्ट भन्नाले अब रेस्ट गर्न मन लाग्छ घरमै, फेरि अब घरमै पनि अब कति बस्ने होइन। घरमा काम भनेको नि त्यो अब कोठा सफा गर्ने, लुगासुगा धुने, यताउतिमै दिन बित्छ। अनि अब यताउति बाहिर निस्केर भ्लगिङ सगिङ बनाउने भनेको त त्यस्तै सपना मात्रै हो। त्यो पनि कहिलेकाहीँ चाहिँ यसो अलिकति जाँगर आउँछ होइन भ्लग बनाउनको लागि। त्यही भएर चाहिँ अब कन्टिन्यू गर्न सकेको छैन भ्लगिङलाई चाहिँ होइन। प्रयास गर्दैछु म आफ्नो हिसाबले, भनिहालेँ। हप्ताको 6 दिन काम हुन्छ, इनर्जी सबै त्यसमै लस हुन्छ। अब 1 दिन रेस्ट गरेर फेरि त्यो अर्को हप्ताको लागि काम गर्नको लागि इनर्जी जुगाड गर्नुपर्ने हुन्छ। र त्यो 1 दिन पनि अब यसरी भ्लग बनाउँदै हिँड्यो भने होइन
इनर्जी नै पुग्दैन काम गर्नको लागि र काम नगरिकन खान पाइँदैन जापानमा। सो त्यति हुँदै बावजुद पनि यो चाहिँ एउटा सपना जस्तै हो। सपना भन्दा पनि एउटा हुन्छ नि सोख, भ्लग गर्ने चाहिँ मेरो सोख के भन्छ इन्ट्रेस्ट छ। सो त्यही भएर होइन कहिलेकाहीँ यो चाहिँ कसो भने पछि आफू मरेर गएपछि पनि मेमोरी हुन्छ नि त, जस्तो जे भयो नि क्याप्चर भएपछि। त्यही भएर चाहिँ मलाई अब यसो गर्नु मन लाग्छ। यो सी यस्तो कम्पनीहरू छ यहाँनिर। अब हप्ता जापानमा चाहिँ हप्ताको 2 दिन बिदा हुन्छ, शनिबार र आइतबार, सार्वजनिक बिदा। सरी यो रेडबुल खाएर हल्का उ भइरहेछ, ड्याउड्या भइरहेछ। अनि अब यसरी अब त्यस्तो महँगो क्यामेराहरू त छैन होइन, यो एउटा सिम्पल फोन छ आइफोन। अनि आइफोनलाई पनि अब यसरी हातले बोकेर हिँड्नु परिरहेको हुन्छ, त्यही भएर यसमा पनि इनर्जी लाग्छ। त्यही भएर पनि भ्लग बनाउन अलिक कठिनाइ नै छ, गाह्रै छ। त्यस्तो गाह्रोको बावजुद पनि हजुरहरूको लागि आई एम ब्याक। अब रेगुलर हुन भन्नाले अब दिनकै भ्लगहरू त नसकौँला, तर महिनाको एकचोटि अथवा अब हप्ताको एकचोटि त्यसरी चाहिँ जाने प्रयासमा छु, जाने प्रयास गर्छु होइन त। त्यही हो, आज अब आफ्नै परिवारजनहरूसँग धेरै कुरा हुन पाएको छैन। अब साथीभाइहरूसँग कतिसँग कुरा हुन पाएको छैन। अनि उनीहरूले नै अब सोच्लान् के कसो छ, के छ खबर यताउति भनेर सोध्लान् होइन। अब सबैसँग फोनमा कुरा गरेर त सकिँदैन, टाइम पनि हुँदैन। त्यही भएर चाहिँ अब यो एउटा भिडियो चाहिँ होइन मेरो सबैजनालाई चाहिँ बिर्सेको छैन, मैले सबैलाई सम्झेको छु, सम्झिरहेकै हुन्छु। किनभने अब मेरो क्लोज भएका मान्छेहरूसँग धेरै छ मेमोरीहरू होइन, त्यो सबै अब याद आउँछ। याद आउनु स्वाभाविक पनि हो, किनभने मलाई हतपत्त कसैलाई पनि बिर्सिँदैन। जो मान्छेहरू अब मसँग नजिक भयो तिनीहरूलाई चाहिँ म कहिले पनि बिर्सिन सक्दिनँ जीवनभरै भनौँ न। त्यो मेमोरीहरू अब धेरै छ। अब त्यही हो, सबैलाई सम्झेर फोन गरेर कुरा सेयर गर्न भ्याइँदैन, सकिँदैन। बाहिर छु, टाइम मिल्दैन, त्यही त नि होइन। त्यही भएर यो भिडियो मार्फत चाहिँ म सबैजनालाई मैले बिर्सेको छैन, मेरो एकदम धेरै माया छ, एकदम धेरै सम्झना छ सबैजनालाई भन्न चाहन्छु। अब यो यति भन्दा पनि अब म कस्तो इमोसनल भयो अहिले, थोरै देखाउन त मिल्दैन, भित्रको इमोसन हो होइन। अब यसरी अब बाहिर अब तपाईँलाई पोख्न नि मिल्दैन नि त। त्यही भएर सेल्फ टक हुन्छ नि, भ्लगिङ चाहिँ एउटा सेल्फ टक जस्तै हुँदो रहेछ। ट्याग क्यामेरा बोक्ने, हिँड्ने, एक्लै बोल्ने, जस रमाइलो छ जिन्दगी। सो गाइज एकछिन तपाईँहरूसँग यसरी बसेर कुरा गर्न मन लाग्यो। कुरा पनि अब के टपिकमा गर्ने त भन्दाखेरि देयर इज नो टपिक, यत्तिकै। त्यसो तपाईँहरूको खबर आई होप सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज बिदाको दिन यसो अब हुन्छ नि युटिलाइज गरौँ भनेर यसो बाहिर हल्का वाक जस्तो हिँडेको। साइकल छ घरमा, साइकल मात्रै हो, त्यस्तो गाडी साडी बाइक चढ्ने हैसियत अलि भइसकेको छैन। हुँदैछ, स्ट्रगल गर्दैछु, दुःख गर्दैछु। एक दिन त्यो दिन पनि आउँछ होइन, जुन दिन चाहिँ टक्क तपाईँहरूको मिलन चाहिँ होइन पुरा गाडीमा हुन्छ नि। अब कतिको त अब बाइकमा गयो भने मोटो भ्लग हुन्छ, त्यस्तै अब हामी गाडी लिएको छ, गाडी भ्लग आउँछ कुनै दिन होइन भविष्यमा गएर। अहिले चाहिँ अब त्यस्तो केही पनि छैन। त्यस अब कहिलेकाहीँ हिँड्नु पनि पर्छ, स्वास्थ्यको लागि पनि राम्रो हो हिँड्नु होइन, हिँडिरहेको छु। कस्तो झारे ठाउँमा बस्या त भनेर भन्नु होला। यो चाहिँ कस्तो हो नि, यो माथि चाहिँ हाइवे छ, बाइपास भनौँ न अब अथवा हाइवे भनौँ होइन, यो पुरै हाइवे हो माथि। यत्तिको ठाउँ चाहिँ नेपालमा भएको भए यो त पुरै माछा बजारै हुन्थ्यो होला सायद। नेपालीहरूले ठाउँ खालि छोड्दैन नि त कतै पनि होइन, बिजनेस भनेर पसल इधर उधर अब हुन्छ नि डाङडुङ छाप्रो ओछ्याएर बनाएर बेचिसक्यो होला, त्यस्तो छ। तर जापानमा चाहिँ त्यस्तो छैन।
अब हाम्रो घर नजिकै त्यस्तो फेरि राम्रो पार्कहरू पनि छैन क्या अहिले हामी बसेको ठाउँमा। त्यही भएर यसो यो चाहिँ खोला साइडतिर भयो होइन, खोला यतातिर छ, अनि माथि चाहिँ अब हाइवे भयो। अनि भिडियोबाट चाहिँ म अब मेन स्पेसली त अब मैले अघि नै भनिहालेँ, मेरो परिवारहरूलाई एकदम धेरै सम्झिरहेको छु। मसँग मात्रै नभइकन हरेक मान्छेसँग हुन्छ नि त्यो एउटा चाइल्डहुड मेमोरीहरू, सबैसँग हुन्छ एकदम अब बिर्सिनै नसक्ने मेमोरीहरू। आज चाहिँ मलाई अब 81 हुन्छ नि एकदम पालापनको त्यो हुन्छ नि यादहरू एकदम हिट गरिरहेछ कि पुरै हुन्छ नि दिमागमा आइरहेछ क्या। जस्तो अब स्कुल बेलाको त्यो उटपटाङ कामहरू, अब के अरे डेस्कहरू भाँचिदिने, कुर्सीहरू भाँचिदिने, अनि साथीभाइलाई अब त्यो के अरे पेन्सिलहरू छिराइदिने, खोजिदिने, अनि अब मिसहरूलाई अब त्यो रकेटहरू बनाएर यसरी हान्ने पछाडि बसेर। अनि अब स्कुल सकेपछि अब त्यही पढेको स्कुलकै अब झाडुगाहरू फुटाइदिने, त्यस्तो कार्यहरू आइरहेछ दिमागमा। किनभने अब एजले पनि अब हुन्छ नि, अब चाहिँ त अब बुढो हुँदैछस् है, म्याचुर हुँदैछस्, त अब बच्चै छैनस् भनेर चाहिँ अब हुन्छ नि भन्न थालिसक्यो कि अब हामी त्यो बेलाको मान्छे त्यो बेला रहेनौँ। त्यही भएर यसो साथीहरू सम्झना अब आइरहेछ आज खोइ किन हो। एकदम म के अरे नामै लिएर सम्झिनु पर्दा चाहिँ म मेरो साथीहरू एकदम क्लोज भएको भनेको अब हाम्रो हरिकृष्ण श्रेष्ठ, सहदेव थापा, सुगम भण्डारी, सुरेश गुरुङ, अनि लक्ष्मण मगर, इन्द्र गुरुङ, विनोद कँडेल छन् धेरै यस्तै। अब नामले बिर्स्यो होला, अब झट्टै याद आएन, झट्टै याद आउने अब एकदम बिर्सिनै नसक्ने भनेको चाहिँ यिनीहरू ग्रुप हो मेरो होइन, जोसँग चाहिँ म जे पनि भन्न सक्छु, जति बेला फोन गर्न पनि सक्छु, जे पनि भन्न सक्छु, आफ्नो दुःख सुखको कुराहरू सेयर गर्न सक्छु। यिनीहरू चाहिँ भनेको चाहिँ एकदम हुन्छ नि त्यो लङ्गोटे यार भने जस्तै हो कि एकदम धेरै मेमोरी छ यिनीहरूसँग। त्यस्तो अब मेमोरीहरू त धेरै छन् साथीहरूसँग होइन। र यो मैले नाम लिएको मान्छेहरूसँग चाहिँ, यो नाम लिएको केटाहरूसँग साथीहरूसँग चाहिँ त्यो बिर्सिनै नसक्ने, अनि त्यो हुन्छ नि सोच्दै नसोच्ने के भन्छ नि त्यो अब त्यो गर्नै नहुने कामहरू गरेको मेमोरी पनि छ क्या। त्यही भएर चाहिँ अब यिनीहरूलाई चाहिँ अब हृदयदेखि नै लाइफमा अब धेरै बिजी भयो हेरकेटा हो। अब एक आपससँग त्यो पहिलाको जस्तो अब कन्ट्याक्ट छैन होला। पहिला पो हामी सँगै थियौँ, अब भेटघाट भइरहन्थ्यो। अहिले त अब हामी अब आफ्नो लाइफमा बिजी भइसक्यौँ, अनि आफ्नो अब परिवार हेर्नुपर्ने हुन्छ। आफ्टर अल वेयर म्यान होइन, त्यही भएर पनि हो। सो कुरा हुँदैन, बोल्दैन, म्यासेज पनि गर्दैन भनेर मन नदुखा हो। हामी अब जिम्मेवार भइसक्यौँ, पहिलाको जस्तो रहेनौँ। हुन त अब हामी पछि भेटेपछि अब फेरि पहिलाको मेमोरीहरू रिकल गर्न सकिन्छ। पहिलाको अब हुन्छ नि हाम्रो हावाहरू ब्रिङ अप गर्न सकिन्छ। के अरे गो टु द ब्याक भने जस्तै टाइम ट्राभल गरेर पछाडि जान सकिन्छ। तर अहिले छैनौँ सँगै, त्यही भएर चाहिँ अब बाहिर छ, अब ठुलो भएछ यताउति भनेर चाहिँ नसोच्नु। तिमीहरू छ सधैँ पनि मनमै, अब हुन्छ नि दिमागमा, सोचमा, यादमा सबै जोस्। त्यही हो, तिमीहरू पनि अब राम्रोसँग बस, आफ्नो अब परिवारको केयर गर, आफ्नो कामहरू सम्हाल होइन। त्यो सम्झना भनेको त अब बोल्ने मेसेज गर्ने भनेको त अब छँदैछ। किनभने हाम्रो अब दोस्ती त्यस्तो छ कि मेसेजै गर्नुपर्छ, बोल्नै पर्छ भन्ने पनि छैन। हामी बुझ्छौँ एक अर्कालाई। त्यही हो, सबैजनालाई मिस यु अलट, लभ यु अल भन्न चाहन्छु। सब यस्तो यो दोस्ती सोस्तीको कुरा त्यस्तै भइहाल्यो होइन, हुन्छ गर्नुपर्छ।
त्यो भनेको मेरो अब इमोसन पार्ट भयो। अब मेरो फनी पार्ट चाहिँ के हो भन्दाखेरि जुन अहिले अब हाम्रो भन्छ नि नेपालमा भइरहेको अब त्यो राजवादहरू, हुन त मलाई यस्तो पोलिटिक कुराहरू त्यस्तो गर्न मन लाग्दैन, तर एज अ फन साइड अफ मी मलाई एकदम कमेडी लाग्छ यो के अरे हाम्रो नेपालको पोलिटिक्स भनौँ न, गभर्मेन्टहरू चाहिँ अलिक कमेडी लाग्छ मलाई। किन एउटा हुन्छ नि नेपालको पोलिटिक्स चाहिँ कस्तो भने एकदम एउटा कमेडी फिल्म जस्तो लाग्छ क्या मलाई। नआयो भने एउटा कमेडी फिल्मै भन्छ पुरै, लाइक धमाल सिरिज क्या, इन्डियन फिल्मको त धमाल छैन हो त्यस्तै। अब अहिले पुरै चलिरहेको छ राजा फर्काउनुपर्छ यहाँ त्यहाँ इधर उधर नेताहरूलाई लखेटेर होइन। अब यस्तो अब राजा आएर पनि गर्ने केही होइन, देश अलरेडी अब त्यो नहुनु भइसक्यो। राजा आएर यदि केही गर्छ भने पहिला सुरु त त्यसले के गर्छ भन्दाखेरि अहिले जति पनि नेपालमा नोटहरू छ नि त्यसमा फेरि त्यसकै अनुहार हाल्न लगाउँछ होला जस्तो लाग्छ मलाई, अरू केही गर्दैन राजा आयो भने होइन। सो मलाई यस्तो कुराहरू चाहिँ मलाई के बाल पनि छैन, जेसुकै गरोस् आई डोन्ट केयर, गिभ अ ड्याम, आई डोन्ट गिभ अ सेट भने जस्तै हो। मलाई यो पोलिटिक्स चाहिँ मन पर्दैन बच्चैदेखि। मलाई मन पर्ने भनेको केही कुरामा म इन्सपायर्ड हुन्छु भने मलाई त्यो के भन्छ एथलेटिक्सहरूको, अनि अब म इन्सपायर हुने यो के अरे कति मान्छेहरू त यो पोलिटिसियनहरूबाट कोबाट इन्सपायर हुन्छ नि। म चाहिँ आई एम जस्ट इन्सपायर्ड बाई रियल हिरोज क्या, जस्ट लाइक माई ड्याड, माई फादर, आई लभ हिम। अब मेरो लाइफमा अब इन्सपिरेसन दिने भनेको मेरो बुवा हो, आमा बुवा हो होइन। अब फेरि अब यो कुरा गर्दा गर्दै इमोसनल त्योमा जान्छु म, त्यही भएर अब यसो हुन्छ नि यहाँ भ्यूहरू हेरौँ। यो चाहिँ मेरो खेलौनाहरू हो गाइज होइन, खेलौनाहरू अब सानो हुनुपर्ने, यो चाहिँ मेरो ठुल्ठुलो खेलौनाहरू हो। यो चाहिँ बिग्रेर बसेको रहेछ, यसलाई अब बनाउनलाई मैले मेकानिक चाहिँ मैले अमेरिकाबाट झिकाइरहेको छु। अनि यिनीहरू भनेको अब वेल मेन्टेनेड हो, के अरे के भन्छ कन्डिसनमै छ। आज अब मेरो बिदा, खेल्न त मन थियो खेलौना, अब छोडिदिउँ टाइम छैन। एन्ड यु क्यान सी कस्तो मजाले त्यहाँ खोला बगिरहेछ सरर, खोलाको किनारमा मजाले हावा लागिरहेछ। यता जाउँ भने कहाँ जाउँ मलाई के थाहा नै छैन, यतातिर म त्यति हिँडेको पनि थिएँ र। म सँगसँगै अब हजुरहरू पनि हेर्नुहोस् कस्तो छ यहाँको भ्यू। यो बोतल अघि मैले सकाइसकेको यो रेडबुलको बोतल, मलाई यहाँ फाल्न कहीँ के हुन्छ नि बाहिर चाहिँ फाल्न मनै लागेको छैन कि, किनभने यति सफा छ नि जापान चाहिँ। लाइक फोहोर फाल्नै मन लाग्दैन कि। तपाईँले यदि फोहोर गर्नु मन लाग्यो मलाई फोहोर भन्ने मनबाट आयो भने तपाईँले गर्न सक्दैन क्या जापानमा चाहिँ, त्यति सफा हुन्छ क्या। अब हुन त पानी भएर पनि होला होइन, त्यस्तो जहाँ पाइती यसरी फुत्ता फाल्ने त्यस्तो गर्न पनि मन लाग्दैन। किनभने हेर्नुहोस् न कहीँ केही फोहोर छ त छैन नि होइन, एकदम क्लिन छ क्या, सफा छ क्या, कहीँ फोहोरै छैन। यो बोतल फाल्नलाई चाहिँ मैले अब एउटा त्यो के हुन्छ नि क्यानहरू हाल्ने ठाउँ खोजिरहेको छु, मैले यहाँ भेटेँ है। यु क्यान सी यस्तो क्यानहरू फाल्नलाई चाहिँ अब जस्तो तपाईँहरूले यहाँ जुस किन्नुभयो भने यहाँ फाल्ने ठाउँ हुन्छ क्या, यहाँनिर टक्कै हालिदियो ओके। फोहोर रोड्ने मान्छे आउँछ फोहोर उडाएर लान्छ, द्याट्स इट। जस्तो हामी अब कुनै पार्कमा गएर बसेर खायौँ भने पनि त्यहीँ फोहोर फालेर हिँड्न मन लाग्दैन। झोला हुन्छ झोलामा प्याक गऱ्यो कि त अब कतै फोहोर फाल्ने ठाउँ छ भने त्यहाँ फालिदियो, नभए घरमै लिएर आउने फोहोर अनि फोहोर फाल्ने दिन फाल्ने, त्यस्तो छ प्रचलन जापानमा। मेरो खास त अब भ्लगिङ गर्न नभ्याएको भन्दा पनि मन नलागेको हो, किनभने अब मोबाइलबाट बनाउनु पर्ने हुन्छ होइन, अब क्यामेरा छैन नि त। सो अब क्यामेरा चाहिँ म सायद अब अघि एक दुई महिनापछि किन्छु होला, त्यही भ्लगिङ क्यामेरा जस्तो। अनि त्यो भयो भने चाहिँ अब कस्तो हुन्छ भने अब कहीँ गएर फोटो के अरे अब भ्लग गर्दाखेरि त भ्लग मात्रै अब युज हुने भयो नि त मोबाइल त। अनि अब फोटोसोटो खिच्नुपर्छ, यताउति गर्नुपर्छ, ब्याट्री अब पुगेन भने त भने जस्तो त्यो के अरे भिडियो खिच्न पनि पाइँदैन, फोटोहरू खिच्न पनि पाइँदैन। यो चाहिँ मैले के खाएको भन्दाखेरि दामी तोरी रहेछ यहाँनिर, तोरी यत्तिकै फलाइरहेको छ क्या किनारमा। यो तोरी खेती पनि होइन क्या फेरि,
अब यो पछि गएर के हुन्छ थाहा छैन। तोरी नै म तोरीले तोरी खाइरहेको छु के मलाई कस्तो यो खोलामा जानु मन लाग्यो क्या मलाई ठाउँ छ कि जाने ठाउँ कतै छ भने यसो हेर्नु पर्यो सो म के भन्दै थिएँ भन्दाखेरि बिर्सेँ मैले गाइस तपाईँहरूलाई चाहिँ एउटा कुरा के सोध्नु मन लाग्यो भन्दाखेरि राति भयो सोधिनँ नसोधौँ होला है अनि यदि अब तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् च्यानललाई यस्तै अब मनोरञ्जनात्मक भिडियोहरू म हाल्ने प्रयास गर्छु फुल्ली हुन्छ नि त्यो सबै कामहरू छोडेर अब केही गरी म युट्युबमा मात्रै लाग्यो भने चाहिँ मैले बवालै गरिदिन्छु अब धेरै काम गर्नुपर्ने छ नि त हप्ताको 6 दिन अब कम्पनी गएर आफूभन्दा सिनियरहरूको गाली खाँदै काम गर्नु परेको छ होइन त्यस्तो गरेर पनि अब आफूलाई चित्त बुझ्दो त्यो हुन्छ नि तलब स्यालेरी नै छैन र पनि गर्नु परिरहेछ काम दुःख गर्दा गर्दै पनि सोचेको जस्तो चाहिँ छैन वैदेशिक जीवन त्यही हो मैले मात्रै होइन अब विदेशमा भएको सबैले भन्ने त्यही नै हो विदेश 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 अब नेपाल हुँदा चाहिँ कति न विदेश गएर के नगर्छ जस्तो हुन्छ बट रियल भर्सेस के अरे के भर्सेस के भने जस्तो कि रियल भर्सेस रियालिटी खै के थियो बिर्सेँ मैले त्यस्तै हुन्छ होइन एक्सपेक्टेसन भर्सेस रियालिटी यसरी इङ्ग्लिस पनि बिर्सिन्छ भएको इङ्ग्लिस पनि बिर्सिन्छ दाउराहरू त्यही भएर पनि यो गाह्रो छ भ्लगहरू बनाउनु नि अब मान्छेहरू त कता कता घुम्न जाने यताउति गर्दाखेरिको भिडियोहरू हुन्छ नि त हामीलाई पनि त्यस्तो बनाउनु मन लाग्छ तर टाइम छैन फुर्सद छैन अब साधन पनि छैन भने आफूलाई मन लागेको ठाउँमा घुम्न जानलाई होइन पछि होला भविष्यमा अहिले छैन त्यही हो दुःख गरिँदैछ तर कसम आज यसरी यो खोलामा दामी फिल भइरहेको छ क्या आजको भिडियो चाहिँ यति नै एक दुईवटा टिकटक बनाएँ होइन माइन्ड फ्रेस भयो अब चट्ट घर जान्छु अब बेलुकाको 5 बजिसक्यो त्यही हो खाजा खानु मलाई नि खाजा खान्छु बनाएर नभए अब डाइरेक्ट खानासाना बनाउने खाने सुत्ने भोलि बिहान उठ्ने काम जाने त्यही हो जिन्दगी होइन ठिक छ यस्तै हो ओके अलराइट त्यहाँ यदि तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने प्लिज च्यानल सब्सक्राइब गरिदिनुहोस् यस्तै यस्तै भिडियोहरू म हालि नै रहनेछु अबदेखि भनौँ न मेहनत गर्दै जाउँ मेहनतको फल अब अवश्य मिठो हुन्छ होला मिठो हुन्छ भनेर पनि सुनेको थिएँ आई होप यु गाइज इन्जोयड माई भिडियो keep loving, keep sharing, stay healthy, stay safe. Most important thing, be happy. जसरी हुन्छ के गरी हुन्छ आफू खुसी रहनुहोस् आफूलाई खुसी राख्नुहोस् and then only you will get positive energy to do works हैन आफूलाई मन लागेको कुराहरू गर्नलाई अलिकति प्रेरित मिल्छ आफू खुसी हुनुभयो भने यदि तपाईँ नै खुसी हुनुहुन्न भने you can't do anything right तपाईहरुले गरेको काम पनि केही गर्न गइरहेको छ भने त्यो पनि नराम्रो भएर गइदिन्छ सो फर्स्ट अफ अल त आफू पोजिटिभ हुनु पर्यो खुसी हुनु पर्यो त्यही हो हैन जसरी हुन्छ आफू खुसी रहनुहोस् त्यति नै हो त्यही रहनु होला मेरो च्यानललाई त्यस्तो अब बिग इन्टरटेनर त होइन म हुने प्रयास गर्छु लभ यु अल बाइ बाइ